हाई साथीहरू, आज चाहिँ मेरो कानको अपरेसन छ अनि त्यही भएर म चाहिँ अब यहाँ रुमदेखि निस्किन लागेको। लेट्सी अब हेरौँ कस्तो हुन्छ मेरो कानको अपरेसन चाहिँ। अनि अहिलेसम्म चाहिँ त्यस्तो नर्मल त्यस्तो डराउने त्यस्तो केही पनि भएको छैन। अब त्यता गइसकेपछि चाहिँ एकदमै नर्भस हुने अनि डर लाग्ने चाहिँ हुन्छ मलाई अभियसली पनि। यहाँनिर छ देख्न सक्नुहुन्छ योभन्दा ठुलो थियो तर अहिले चाहिँ यो सुई हालेर यत्रो भएको छ। अनि आज चाहिँ यसको अपरेसन छ। जस अब अपरेसन सक्सेस होस् भन्न चाहन्छु म चाहिँ। यता गएपछि म देखाउँछु तपाईँहरूलाई। ल साथीहरू, म चाहिँ अब आइपुगेँ। अब चाहिँ मेरो 1-2 घन्टापछि चाहिँ मेरो यो गाँठो छ नि, यो गाँठो यो चाहिँ जानेवालामा छ। अनि यता मेरो गुरुवाज्यू आउनुभएको छ, यता हेर्नु दिदीजी यहाँ हुनुहुन्छ अनि म भने चाहिँ यहाँ छु। अब एकछिनमा चाहिँ सुरु हुन्छ होला। अनि अब सुरु हुनुभन्दा अगाडिको भिडियो यो चाहिँ यही हो। सुरु हुनुभन्दा अगाडिको भिडियो चाहिँ अब काटिसकेपछि देखाउँछु। अपरेसन सक्सेस भएको छ है।